त यही सबको बिचमा म अब्जर्भ गर्दैछु कि आखिर डिटेल वाइज भइरहेको छ। सो अब्जर्भ गर्दा गर्दै मलाई पनि धेरै कुरा थाहा लागिसकेको छ। अनि यही बेला भइसक्यो ब्रेक टाइम। ब्रेक टाइममा दिदी र भाउजूसँग हामी खाना खान निस्किसकेका छौँ। यतातिर खाना खाँदाखेरि भाउजू र दिदीलाई एकदम गर्मीको कारण ओहो मेरो मेकअप बिग्रियो भनेर हाम्रो दिदी लुक्नु भइरहेछ। यही क्रममा मलाई के थाहा लाग्यो भन्दाखेरि अब हाम्रो ग्याङमा जो यो हाम्रो व्रतबन्धवाला बाबु हुनुहुन्छ उहाँलाई समात्ने कार्यक्रम छ भन्दाखेरि उहाँले रिभर क्रस गर्नु भएन, नत्र भने उहाँ फिर्ता आउनु हुँदैन रे, समथिङ लाइक यस्तै किसिमको रुल छ। सो मामा क्याचेस द भान्जा अनि लिएर आउनुभयो। अनि फाइनली व्रतबन्ध सकेपछि बच्चालाई पनि एकदम कोट प्यान्टमा टिका टालो भइरहेको छ। यति सकिसकेपछि फङ्सन हामी आइसकेको छौँ सौराहा। सौराहामा हल्का घुमघाम गरिसकेपछि हल्का स्टाइल मारिसकेपछि हात हेर्दै अब टाटा बाई बाई हात